हेलो साथी हो, नमस्ते सबैजनालाई। आज चाहिँ मैले मासुको अचार बनाउँदैछु हो। मासुको अचार चाहिँ मेरो छोराको फेभरेट हो। मेरो छोरा चाहिँ अब सिलगढीमा छ, अन्तखेरि उसलाई चाहिँ अब मासुको अचार बनाएर पठाइदिनु पर्छ। आज चाहिँ मेरो बुढा चाहिँ नेपाल जानुहुँदैछ, अन्त नेपालबाट अन्तखेरि एकछिन सिलगढी झरेर चाहिँ नानीलाई भेटेर नानीलाई यी अचारहरू के दिँदो हुन्छ। अन्त मैले चाहिँ त्यही लागि बनाइदिएको। मासुलाई फ्राई गरेर मजाले हो, लसुन अदुवालाई पनि फ्राई गरेँ। अन्त त्यो लसुन अदुवा मासु मसला सबै एकसाथै मिक्स गर्नु हो। अन्त मसला चाहिँ मैले पिसिसकेको थिएँ, सर्सो अन्त सौँफ जिरा अलिकति तोरीलाई चाहिँ धुलो खोर्सानी त होइन, सुक्खा खोर्सानीलाई भुटेर चाहिँ पिसेर चाहिँ अचारमा हालेर त्यही भएर फेरि अलिक पिरो खान्छ मेरो छोराले चाहिँ, कम्ती भयो भनेर चाहिँ फेरि धुलो खोर्सानी हालिदिएँ, पिसेको धुलो खोर्सानी। अन्त भेनिगर हालिदिएँ, भेनिगर हालेर त्यहाँबाट नुन हालेर मुछमास पारेँ, तेल हालेँ हो, त्यही मासुकै फ्राई गरेको तेल हो हालेर चाहिँ